पुरो लगाएकोमा सानो भएको यस्तो बना अन्त उता नै बनाऊ त्यो रातोलाई भगवती गर दशाहरू सबै कटेर जाओस् रोग ब्याध सबै हराएर जाओस् सबै राम्रो भएर आओस् जिन्दगीमा हाँसी खुसी बस्न पाओस् नराम्रो जति सबै जाओस् ओखरमा नराम्रोहरू सबै जाओस् मेरो जिन्दगीदेखि कोही पनि नबसोस् एकले यसलाई बुहारीले हेर्छ नि पछि ठुलो होस् नि सब हामीले मामा होस् के अरे अस्ति झन्डै भुइँचालो आउँदा त केही पनि भएन नि किन म त याद थिइनँ यो नयाँ बिल्डिङ हुन्छ हाम्रो थुप्रै बिल्डिङ त केही भएन यसो सुन्छ चर्के हो के गर्यो स्त्री मार्दा के गर्यो नाको तर निधार लिएर बसेको छ के निधायो नहल्ला न मैले बादे हाँस लाग्यो देख्दिनँ आँखा त्यही माथि चेस्मा लगाएर पनि पहिले यहाँ खम्मा जस्तो सिधा तान्नु डुरी खम्मा जस्तो सिधा ला गइसकेछ ला के हो यस्तो होइन कपाल त पुरा फक जस्तो भयो पुरा निम खाले हाँस्नु किन नदेखिने नि अझ त झट्टै देखिहाल्ने तिमी लगायौ नातिनी पहेँलो चाहिँ अलिक थप्दैन भाजी त्यस्तै हो न थप्दिएको सेतोमा पहेँलो कहाँ देखियो त अनि चक्किलो भयो भान्दा त्यो काम छुट्टी भएर बल्ल गएको लानुलाई आइपुग्यो मिठे कति छिटो आयो गयो कि त मारा त लाएर आएको त्यो साइपित्री फुल के हो त्यो 20 रुपियाँ हालेर आउनु भन्दैछु मैले हालिदिएको थिएँ त पैसै छैन यार मा कसरी जाने यार लाउनलाई भनेर अस्ति सबैलाई 100 रुपियाँको नोटले 5 जनालाई पुऱ्याउनु भने नसकेस् त के चाहिँ गर्नु पर्दैन दक्षिणा चिरे होइन मामको पछि पात चुङ्दै पछि भाइहरूलाई दादाहरूलाई लगाइदिस् कसलाई लगाइदिस् आज कोही पैसा कति बाजेर माम आफैलाई आफैलाई कति दे आफैलाई दे नि त अनि आधी आधी गर छोड आधी आधी गर आफैलाई नाति न्याउ उठो यो यहाँ यस्तो मात्रै पर्को केही नगरौँ यता मात्रै खिचौँ बस्छौँ पर्को यहाँ नछोपु नि यस्तो मान्छे आन्टीलाई नबोला आँखा देख्दिनँ के हुन्छ तान्दै टक्कै टिका लगाउँछ तिनीहरूको ताना र तान धान्यो ल टिका लगाएन भने जरुर मेरो क्यामेरा पनि राम्रो रहेछ आइफोनको लेभल चार आँखाको आएको त राम्रो त हुन्छ अब फेरि सामसङ र आइफोन निकाल्यो अहिले फेरि हुनुलाई हेरे मैले भन्नु थाल्यो भने अनि फेरि रिसाएर अनि को रिसाउँछ मान्छे ए हैन स्यामसङको क्यामेरा राम्रो छ सुरुक निकाल्छ त्यसैले नै अनि स्यामसङको मेगापिक्सल पुरा राम्रो मान्छेको त यो त उतो होला यो त मतलब कि ओप्पो हैन नयाँ निक्लेको हैन पुरानो हो र हामी हो कि स्यामी भन्ने फोनको त्यस्तै हो नि अहिले निक्लेको स्यामसङ यसको मजा रहेछ त अनि यसलाई त लम्बा भयो मेरो गयो भने त उसको झन् गएको रहेछ त यार नि त
मेरो त यस्तै हो होइन लम्बा यता आइज कपाल त अझै दर्पणको छ कपाल त छ होइन निदर त गएको रहेछ भैँसीको त्यस्तो निदर यस्तै झट्टै बानी बानीले अघि त आधी मात्रै खै भयो बताऊ यसो बानी बता राम्रो देखिनु भयो उता खिच्नु न ल हामी दिने यहाँलाई बाँधिन पारेन अर्को मान्छे आउने रहेछ नि याद आउँछ होइन माइती र मामालाई खिच खोल भनौँ कसरी खोलेन गरमले ढाका ढाका भयो ल्यान्ड हुन्छ भने खोल भनौँ सोनाको याद भयो खोलिराख ए बन्द गरेको रहेछ लु खिच्छ टिका लगाएको ए भएको दुवरको आन्टी त कसरी पास हुन्छ लु 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 आस्तेले गर्दैन बा आन्टीले स्लो मोसन लु फेरि समातो मात्रै न नखोला न समातो लु स्लो मोसन म पायो भने भयो माइती पारेको छैन होइन लु गुल्यो खेला आयो लु गुल्यो बोल्नु भन्नु गुल्यो खाएर गुल्यो गुल्यो मिठो मिठो मात्रै बोल्नु नि अन्त सेतोमा कालो पट्टा हुन्छ भने भयो भयो त ए ल गर्नु रुमालै ओढिनछु त खोइ रुमाल त अघि पुरै रुमाल यसो निकाल्दै थिएँ पक्रिरहेको थिएँ एकैछिन देखाउने छ मान्छे घुमी घुमी देखाऊ को कसो लगाइन बादी लगाएर ए आङ खोज्दै नि लगाएन डगर बादीले लगाएदेखिकोमा हामीले कति साल भयो 2 साल लगाएन मलाई निकै साल हामी लगाउनु भएन 2 साल हो 3 साल हो 2 साल होला 3 साल होला किन हामीहरूमा फतनाकानमा लु भान्डे गर भेट भएको थियो त 2 दफा हो कि 3 दफा खङतान भन्न के को फतनाका फतनाकान हो ए खङतान हो त एउटै हो फतनाकान खौतान एउटै हो ल अब खाने यो त जाने ए वहाँ दब्जा बन्द गरेर एयर खोलो भन्दै खोलेन आज खोइ रिमोट के गरे भन्छ त्यतिको त पहिला गएको नि तिमीले साह्रै भेको आउँदैन नि त्यो त के भयो नि कालो कता हो कालो दाल के पकाएको छ बादी मलाई केही पनि नभएर सबै कालो दाल के हो यो काइपान हजुर यो बाहिरको बत्ती बाल्न त भान्जी यसो तताएको कसो यो त करी पत्ता होइन हो त करी पत्ता लिएर रोपेछ बादीले यो झर्दैन हावा लाग्यो भने बाल्टी चिप्ला जान्न जान्न होला ए डरेन अरे काइबान ताताको मात्रै आन्टी दब्जा खोलिराख्नु त म आएँ माइती दब्जा खोलिदिइराख्नु दर्जा खोलिदिनु यहाँ आउँछु भनेको त यति सुनिरहेको आन्टी कहाँ राखिदिनु होला अब मैले यो त यत्रो हो त यहाँ आँखा साखा यता सबै सुन्ने भयो उखाल ल्याउन अनि सन्चो होला त्यो यहाँ राख्ने जग्गा थियो त दुईटा सारा एकै जग्गामा राखेको छ सबै मैले यसरी राखेको थिएँ त राख्नुहोस् सन्चो उतो गर्न उखाल ल्याउ यो चाहिँ मैला भइरहेको छ अघि सबै खाएर हामीहरू उहाँ अस्ति नै उता दाजुको रुममा गर्दा पनि लगाइएको थिएँ भान्जा नि सोना पनि छ नि सोना अमेरिका जानु लास्ट इयर त्यहाँदेखि लगाएको छैन होला नि होइन बादी कि लगाइम लगाइम लगाए दुई के भइसक्यो नि बादी हामीको माइजू आङे पहिले सुरु त मैले दाजु बसेको त्यहाँ लगाएँ अहिले यो सुकुमे नसन्नीमा हो अनि त्यहाँदेखिको अनि नसन्नी हो नि भान्जी पत्ता भान्जी बाजी अझै को आउँछ र मकमलीको फुल गरिरहेको त ए उ त कहाँ गयो फुची को आउँछ बादी अझै मकमलीको फुल छ त आउँछ के अरे फुच्चीको यसको को आउँछ सर बिन्दाको छोरा आउँदैन होला सायद मैले हामीले साथीसँग आइज भनिदिएको थिएँ खोइ तिनीहरू खानु गएको आउँछ
पराठा सँगै बसेर अलिकति भए पनि खान हल्दिन्छु पनि लिएर पनि जान अलिकति सबै बसेर हामी सँगै खाने नि अलिकति खाऊ न गफ लडाउँदै